हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज चाहिँ धेरै पछि भ्लग लिएर आएको छु। आज चाहिँ म मस्को रसिया आएको छु फर अराउन्ड 24 आवर्स। अनि आज म के गर्छु भनेर हजुरहरूलाई यो भ्लगमा देखाउन गइरहेको छु। म चाहिँ यहाँ मस्को बिहान 1 बजेतिर आइपुगेको हो। मैले के गरेँ अब देखाउँछु है त। यहाँको भ्यू चाहिँ भोलि बिहान हेरौँ होला है त। हेलो एभ्रिवान, हिजो चाहिँ मैले यहाँ दिउँसोको भ्यू देखाउँछु भनेको थिएँ। भ्यू त खासै त्यस्तो त केही छैन। यहाँ चाहिँ मेरो अगाडि चाहिँ मल छ, यता चाहिँ रेसिडेन्टल एरिया छ। म गएको थिएँ लास्ट टाइम। यहाँ चाहिँ सप्सहरू अनि फुड कोर्ट पनि छ। सो दिस इज द भ्यू मस्कोको। अहिले चाहिँ रातिको 1 बजिरहेको छ। हाम्रो यहाँ अर्डर गर्न मिल्छ रुम सर्भिस। अर्डर गरौँ है त, बर्गर खाएर सुत्नु पर्ला। बिहान उठेर ब्रेकफास्ट खान त मिल्छ, तर बरु अहिले नै खाएर सुत्छु। अनि बिहान अलि लेट उठेर त्यसपछि घुम्न जाँदा ठिक हुन्छ। लेट्स अर्डर आवर रुम सर्भिस। हाई, गुड मर्निङ। क्यान आई अर्डर रुम सर्भिस प्लिज? आई हेभ 1 ग्रिक स्यालेड एन्ड चिकन बर्गर विथ फ्रेन्च फ्राइज। थ्याङ्क यू सो मच, थ्याङ्क यू, बाई। ल, फुड चाहिँ अर्डर गरिसकेँ। अब फ्रेस भएर खानालाई रेडी हुन्छु। खाएर अनि मजाले सुत्ने हो। भोलि घुम्नु पनि पर्ने छ। मस्को घुम्ने प्लान छ मेरो। म एक्लै घुम्छु भोलि। तपाईँहरू लिएर जान्छु म। मेरो ब्रेकफास्ट लन्च के हो यो आयो होइन। 2 बज्दैछ। अब म यो खाएर इन्जोय गर्छु। सी यू भोलि। गुड नाइट। मस्कोमा चाहिँ मेरो सेकेन्ड टाइम हो। म चाहिँ लास्ट मन्थ आएको थिएँ यहाँ। अनि यहाँ मल पनि गएको थिएँ। राम्रो छ। अहिले म भ्याए भने यहाँ पनि जान्छु। तर फर्स्ट अफ अल अहिले चाहिँ हामी रेड स्क्वायर जाँदैछौँ। लेट्स गो। अहिले चाहिँ म होटेलबाट निस्किएँ। हाम्रो होटेल चाहिँ यहाँ 10 मिनट्स पर छ। यहाँबाट मेट्रो नजिकै छ। अनि रेड स्क्वायर जाने प्लान हो आज। अनि रेड स्क्वायर जानलाई चाहिँ मेट्रो इजिली एक्सेसेबल रहेछ। अनि म एक्लै जाँदैछु। होटेलको स्टाफसँग अलिअलि हेल्प मागेँ मैले, लाइक नामहरू सोध्नलाई के मेट्रो स्टेसनहरू। अनि म अब पुग्नु लाग्यो मेट्रो स्टेसन। आज चाहिँ वेदर पनि खुलेको छ, हेर्न सक्नुहुन्छ। यस्तो क्लियर छ आज। अनि त्यस्तो चिसो पनि छैन। तर युएई भन्दा चाहिँ अराउन्ड 10 डिग्री नै कम रहेछ। त्यही भएर स्वेटर निकालेर लाएर आएको छु। अब म मेट्रो नि पुग्नु लागेँ। हामी मेट्रो पनि आइपुग्यौँ। यो एम साइन चाहिँ मेट्रोको हो। यहाँ अन्डरग्राउन्ड मेट्रोमा सुट गर्न चाहिँ मिल्दैन मोस्टली, तर जतिसम्म हुन्छ म देखाउँछु है हजुरहरूलाई। म चढेको मेट्रो स्टेसन अहिले सुट गरिरहेको। अहिले आउनलाई सजिलो हुन्छ भनेर म अहिले गइरहेको छु। पुरै अन्डरग्राउन्ड मेट्रो हो। यहाँ सुट गर्न मिल्दैन। लास्ट टाइम युज गरेको भएर म यो मेसिन युज गर्दैछु। यहाँ लेखेको चाहिँ मैले केही पनि बुझेको छैन। मलाई अलिअलि याद चाहिँ छ यो थिच्ने भनेर। एस्केलेटर चाहिँ यति ठुलो छ नि। हेलो गाइज, म चाहिँ पुगेँ है त। त्यही मेट्रो यहाँबाट चाहिँ रेड स्क्वायर वाकिङ डिस्टेन्समा छौँ यहीँ। एन्ड म चाहिँ आइपुगेँ। कति 10वटा मेट्रो स्टप पछि थियो यो। इजी नै थियो किनभने चेन्ज गर्नु परेन। मेट्रो लाइन चेन्ज गर्नु पऱ्यो चाहिँ अलिक गाह्रो हुन्थ्यो किनभने इङ्ग्लिसमा थिएन, सबै रसियन ल्याङ्ग्वेजमै थियो। सो इजिली आइपुगिने रहेछ एकचोटि आइसकेपछि चाहिँ।
Wow, so beautiful. हेर्न सक्नुहुन्छ, it's so nice. कस्तो दामी देखेको आज त। लास्ट टाइम आउँदा चाहिँ अलिकति क्लाउडी थियो, कस्तो राम्रो देखेको है। थ्याङ्क यू चाहिँ चर्च हो यहाँ चाहिँ। यताभित्र मल छ, यता चाहिँ रेड स्क्वायरको भइहाल्यो। त्यहाँ चाहिँ घन्टा घर रहेछ। जोक्स साइड यहाँ पनि सप्सहरू अनि म्युजियमहरू रहेछ। अनि आई थिङ्क यता पनि चर्चै थियो यतापट्टि। यहाँ चाहिँ तल तल डिफ्रेन्ट क्याफेजहरू रहेछ। यहाँ घुम्दैछु, भिडियो खिच्दैछु अलिअलि। त्यो भिडियोहरू हेर्नको लागि मलाई इन्स्टाग्राम टिकटकमा फलो गर्न नबिर्सिनु। चाहिँ विन्टरमा चाहिँ यहाँ पुरै स्नो हुन्छ है, झन् दामी देख्दैछ विन्टरमा चाहिँ। यो चाहिँ आइसक्रिमको स्कुप जस्तो देख्छ नि तर गाइस, आइसक्रिम जस्तो देखाएको चाहिँ छैन। लास्ट टाइम चाहिँ म आउँदाखेरि यहाँ के इभेन्टहरू भइरहेको थियो, मिलिट्रीको मान्छेहरू को थियो। आज खुल्ला रहेछ, झन् बबाल देखिरहेको। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। मलाई त एकदमै बवाल लागिरहेछ। यहाँ चाहिँ एकछिन रेस्ट गर्दैछु, वेदर पनि पर्फेक्ट छ। Побываем во всех самых красивых местах города, увидим все самые интересные памятные места столицы. Театральная, Манежная, Лубянская площади. Вы увидите вместе с нами во время нашей экскурсии. Присоединяйтесь к нашей группе. Скоро мы отправляемся в Петербург. यो चाहिँ अहिलेको बाहिरबाट देखेको वाला मल। सप्सहरू मल घुम्दै थिएँ। कहाँ हो के बुझिनँ मैले, तर मल घुम्दैछु गाइस। त्यहाँ रेस्टुरेन्ट हो कि जस्तो लाग्यो, खाजा खानु पऱ्यो भनेर हेर्न खोजेको। म चाहिँ रेस्टुरेन्ट खोज्दैछु। यहाँ क्या फुड कोर्ट लन्च खानको लागि यहाँ एउटा रेस्टुरेन्ट आएँ। यही मलमा भएको रेस्टुरेन्ट रहेछ। पाद थाई अर्डर गरेको छु, लेट्स सी कस्तो आउँछ। अर्डर गर्नेले बुझ्ने बुझाएको थिएन, धेरै साइन ल्याङ्ग्वेजमा अलिकति बोलेँ। मेरो लन्च चाहिँ आयो, पाद थाई। लेट्स इन्जोय। चाहिँ यहीँ भित्रको मल गएछु अनि फेरि एक राउन्ड लाएर आएँ यताबाट। अब मेट्रो जाने ठाउँ चाहिँ यो बिल्डिङको पछाडिपट्टि छ। जम मेट्रोतिर। अब चाहिँ होटल गएर एकछिन रेस्ट गर्छु, त्यसपछि मेरो नाइट फ्लाइट छ यहाँबाट। होटल छेउको मल जान त टाइम त छ, तर नजाउँ कि जस्तो लाग्यो। गएर एकछिन सुतौँ कि भनेको, तर हेरौँ अब मेट्रोमा प्लान चेन्ज भयो भने I'll tell you. त्यता मेट्रो जाने ठाउँमा यहाँ माथि पनि पार्क रहेछ। मैले त लास्ट टाइम देखेको थिएन क्या यो।
मैले मान्छेहरूको फोटोमा चाहिँ देखिरहेको थिएँ कहाँ होला भनेर यहीँ रहेछ। यस्तो ब्युटिफुल पार्क रहेछ यहाँ। यहाँ बेन्चेसहरू छ, यहाँ चिल गर्ने ठाउँ रहेछ। यता तलपट्टि चाहिँ रेस्टुरेन्टहरू छ। मैले अब त्यहीँ मलमै खाजा खाइसकेँ। म एकचोटि यसो घुम्नु पऱ्यो भनेर। सो ब्युटिफुल। सो ब्युटिफुल। यहाँभित्र गार्डन रहेछ, फाउन्टेनहरू रहेछ त्यहाँ। अनि मैले याद गरेको चाहिँ कतिवटा कन्ट्रीमा चाहिँ यस्तो कन्स्ट्रक्सन हुँदाखेरि यस्तो खालको कभर हाल्दो रहेछ क्या बाहिरबाट। अजरबैजानमा पनि यस्तै देखाएको थियो। हाम्रो पनि नेपालमा केही कन्स्ट्रक्सन हुँदाखेरि यस्तो राख्दा कस्तो होला गाइस? बाहिरबाट हेर्दाखेरि त यो के गरे थाहा छैन नि, होइन? भित्र कन्स्ट्रक्सन भइरहेको हुन्छ। तर सिटीको लाइक लुक पनि बिगारेन, फोहोर पनि देखेन कि कसो? नेपालमा नि यस्तै गर्नु पऱ्यो अब। यहाँ पनि कोइन पो हाल्ने रहेछ त। वाउ, यता नआएको भए त मैले मिस गर्ने रहेछ नि त यो। यहीँ पो रहेछ त्यो फाउन्टेनवाला। मैले कहाँ छ होला भनेर सोचिरहेको थिएँ। राम्रो भएछ यतातिर आएको। सोल्जरहरूको लागि मेमोरेबल रहेछ। अन्त नामहरू पनि रहेछ। Bye Red Square Metro. See you soon Red Square. Bye bye. See you next time. अब चाहिँ मेट्रो गएर खिच्छु ल, किन केही पनि खिचिदिनु होस् ल। मेट्रो देखा यहाँ आउने मसिनको 80 वाला थिच्ने, त्यसपछि यहाँ पैसा हाल्ने 100 नै पैसा त्यहाँ जान्छ। अब 10 को 20 कोइन र रेड पेपरहरू मेरो बुझेअनुसार यो चाहिँ 1 वेको रहेछ होइन, 80 पर्दो रहेछ। अब म हेर्नु पऱ्यो चाहिँ यतापट्टि हो कि यतापट्टि हो। त्यो चल्ने दुईवटा ठाउँ रहेछ, त्यो अहिलेको फ्लोर होइन कि जस्तो लाग्यो मलाई। आई डोन्ट नो के हो, हराएर क्या। ओहो, त्यहाँबाट चाहिँ थिएन मेरो, त्योभन्दा तलको अझ अन्डरग्राउन्डको थियो कि मेरो मेट्रो चाहिँ। अस्ति यो बाटो आयो भनेर बल्ल याद आयो मलाई, अघि नै त्यहाँ माथिको चाहिँ होइन मेरो। गाइस, म चाहिँ मेट्रोबाट निस्केँ। अब चाहिँ हामी अघि उताबाट हिँडेर आएको थियौँ। अब चाहिँ यो जङ्गल होइन, पार्कबाट हिँडेर जाउँ। यहाँ पनि आनन्दको छ। लेट्स गो। होटेल पुग्न लाग्दै यहाँ चाहिँ डग पार्क रहेछ कि, यहीँ सबैजना डग लिएर आउने। खै अब के पर्यो रहेछ। हाम्रो होटेल चाहिँ यो अब पुग्न लाग्यो। अब चाहिँ बसकोलाई पनि 10 लागेको छ गाइस। म चाहिँ होटेल आइसकेँ, होटेल रुम एकछिन रेस्ट गर्ने। अब मल जाने भनेर सोचेको थिएँ, फेरि जान मन लागेन। म नेक्स्ट भ्लगमा देखाउँछु। र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। हेलो एभ्रिवान, म चाहिँ एकछिन रेस्ट गरेर अब फ्लाइटको लागि रेडी पनि भएँ। टाइम पनि हुन लाग्यो तल जाने। ब्याग प्याक्ड, सबै चेक्ड। ब्लग पनि बन्द गर्छु अब। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट ब्लग। कस्तो खालको भिडियो के हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। यो भ्लगमा अलिअलि मात्रै खिचेँ होला, नेक्स्ट टाइम अझै राम्रो गर्ने छु है त। थ्याङ्क यू, बाई, लट्स अफ लभ सबैजना, टेक केयर।